भोक, निन्द्रा र थकानको बावजुद पनि नेपाली चेलीहरूले डटेरै लड्यो र अन्तिम अवस्थामा गएर जित निकाल्नलाई सफल भएको छ। आज भएको इन्डिया भर्सेस नेपालको फ्रेन्डली म्याचमा नेपाली चेलीहरूले जित निकाल्नलाई सफल भएको छ। नेपाली चेलीहरूले जित मात्र होइन, इतिहास पनि रच्नलाई सफल भएको छ। पछिल्लो समय साफ च्याम्पियनसिपमा एकदमै बलियो मानिने र बारम्बार नेपाली चेलीहरूलाई दुःख दिइराख्ने इन्डियालाई यो सँगै यही वर्ष मात्रै 3 चोटि हराइसकेको छ। साफ च्याम्पियनसिपमा भने इन्डियालाई पेनाल्टी मार्फतै हराएको थियो भने हिजो अस्ति भर्खर मात्र भएको फ्रेन्डली टुर्नामेन्टमा पनि नेपाली चेलीहरूले 2-1 अन्तरले हराउनलाई सफल भएको थियो। र आज भएको गेममा चाहिँ फुल टाइममा चाहिँ 1-1 को स्कोर थियो भने अन्तिम अवस्थामा चाहिँ पेनाल्टी मार्फत चाहिँ जित निर्धारण गर्नलाई सफल भएको छ नेपाली चेलीहरूले। र आगामी दिनहरू पनि यसै गरेर प्रगति गर्दै जानु र राम्रो खेल्दै जानु नेपाली चेलीहरूलाई धेरै धेरै बधाई छ र बेस्ट अफ लक।